लु साथी अड्कियो यार तल साथी अड्किएर यार स्कुटी चल्न नसकेर तनाव उकालो रहेछ लास्टै म चाहिँ यहाँ कुद्दै कुद्दै आएँ यता सिधा हेर्दै आउँ है उता दायाँ बायाँ फेरि हुँदैन साथीलाई गाह्रो पर्यो मलाई पनि गाह्रो साथीलाई नि गाह्रो यस्तो छ बाटो अफरोड हेर्नुहोस् बडा समस्या छ जानुस् जानुस् अलि माथिसम्म जानु यस्तो छ गाइज हेर्नु यस्तरी दुःख गरेर हामी चाहिँ गन्तव्यमा पुग्न कोसिस गरिरहेका छौँ कोसिस गरे कसो नपुगिएला भन्ने उद्देश्य राखेर हिँड्दैछौँ ल लास्टै ल्याङ रहेछ यार बाटो त खासै उकालो त होइन अलिकति अफरोड बढी रहेछ त्यही भएर स्कुटीलाई एकदमै गाह्रो भयो स्कुटीले तान्नै गाह्रो भयो चलाउनै गाह्रो भयो साथी चाहिँ जाँदै हुनुहुन्छ त्यस्तरी जाँदै हुनुहुन्छ हेर्नु न यस्तो दृश्य चाहिँ राम्रो छ कष्टदायी यात्रा छ तैपनि ठिक छ केही छैन ठिक छ केही छैन ल उहाँले गाडी रोक्नुभयो यहाँनिर ल भाइले गाडी रोक्नुभयो गाडीलाई नि रेस्ट चाहिन्छ अनि कस्तो लाग्दैछ त भाइ आजको यात्रा एकदम रमाइलो छ गाह्रो लागिरहेछ हल्का रमाइलो नि लागिरहेछ हैन गाह्रोको साथसाथै रमाइलो पनि छ रमाइलो नि लागिरहेछ ठिकै छ हामी दुईजना छौँ केही छैन हैन यति राम्रो रोड चाहिँ मैले जिन्दगीमा आजै देखेँ यति राम्रो ल हेर्नु त रोड पनि कस्तो राम्रो छ क्या हेर्नु न ल हेर्नुहोस् यस्तो ठाडै उकालो छ क्या 90 डिग्री त होइन यो लगभग 60 डिग्री चाहिँ होला अनि त्यस्तो छ गाइस हेर्नु अब हेर्नु न यस्तो छ अब यहाँबाट चाहिँ तान्छ होला अब हामी दुई भाइ बस्छौँ यहाँबाट चाहिँ फेरि यहाँबाट चाहिँ पक्कै तान्छ तान्नु पर्यो क्या यहाँबाट चाहिँ ल हेर्नु यस्तो उकालो छ अफरोड बाटो छ साथीले स्कुटी त लिएर आउँदैछ होइन ल बिस्तारै आउनु होला भित्ता भित्ता ए ल ल ल ओहो खत्रै छ नि ल